Hello everyone, it's me sport lover Vivek. I'm all the way from Dubai. Finally guys, पोर्चुगल टिम पनि 2026 को वर्ल्ड कपको लागि छनौट भएको छ र म लगायत सम्पूर्ण पोर्चुगल फ्यान्स शुभचिन्तकहरूलाई शुभकामना र बधाई पनि दिन चाहन्छु। अनि हिजोको गेम हुनु भन्दा अगाडि एकदम ट्रोल्सहरु पनि गरिरहेको थियो हैन, पोर्चुगल टिमको रोनाल्डोको स्पेशली रोनाल्डोको है, रोनाल्डोलाई एकदम त्यो मजाक गरिरहेको थियो के सामाजिक सञ्जालमा। मलाई लाग्छ हाम्रो नेपालमा मात्रै प्लेयरहरुको मजाक उडाइरहेको चाहिँ धेरै मात्रामा पायो के। स्टप गाइज दिस थिंग्स है, स्टप गर्नुस् यो कुराहरुलाई चाहिँ। यदि तपाईले मनदेखि नै फुटबललाई माया गर्नुहुन्छ भने, यदि तपाईले मनदेखि नै फुटबलरलाई खेलाडीलाई मन पराउनुहुन्छ भने यो कुराहरुलाई चाहिँ ट्रोल गर्न चाहिँ छोड्नुस् के। एज अ मी हैन, मैले अहिलेसम्म पनि आई एम बिगेस्ट फ्यान अफ क्रिस्टियानो रोनाल्डो हैन। मैले रोनाल्डोलाई पनि रेस्पेक्ट गर्छु, मेसीलाई पनि रेस्पेक्ट गर्छु हैन। तर मैले अहिलेसम्म सामाजिक सञ्जालमा चाहिँ मेसीको बारेमा चाहिँ केही पनि लेखेको छैन के। जस्ट रेस्पेक्ट विथ देम हैन। एज अ तपाईहरु मेसीको फ्यान्स हैन, एम्बापेको फ्यान, नेमारको फ्यान, रोनाल्डोको फ्यान्स हुनुहुन्छ भने लेट्स इन्जोय द फुटबल। फुटबललाई माया गर्नुस् के। त्यो ट्रोल गरेर त हामीले पाउने के? अब मैले मेसी त्यस्तो फलान डिस्काउन्ट त्यस्तो हैन, मेसी यस्तो छ उस्तो छ भनेर मैले पाउने के? केही पाउने होइन नि त हैन। अब तपाईहरुले पनि रोनाल्डो त्यो पेनाल्टी मात्रै हान्छ यहाँ गरेर केही पनि फाइदा छैन के साथीहरु। लेट्स इन्जोय द फुटबल हैन। उनीहरु मजाले अहिलेसम्म पनि फुटबल खेलिरहेको छ। 24-25 वर्ष राज गरिसकेको छ क्या दुई जनाले हैन। रेस्पेक्ट देम, रेस्पेक्ट। अब एउटा गुड थिंग्स चाहिँ कस्तो भने अब यो 2026 को वर्ल्ड कप छ नि, रोनाल्डोले खेल्दैछ क्या, 6औं पटक खेल्दैछ क्या हैन। क्यान यु इमेजिन गाइस, 6 चोटी वर्ल्ड कप कसले खेल्छ भने क्या? त्यो भन्दा पहिला कसले खेलेको छ त? छैन नि हैन। रेस्पेक्ट गरौँ न। अब मेसीको पनि हैन, हामीले मेसीले पनि बलोन डियर 8 वटा पाएको छ, खेलेर पाएको हो नि त हैन। रेस्पेक्ट गरौँ न मेसीलाई पनि, त्यो सोच गरौँ क्या सबैजनाले। एज अ म रोनाल्डोको फ्यान्स भएर म चाहिँ त्यो सोच्छु है साथीहरु। बार्सिलोना हुँदा मेसी के थियो? आगो थियो नि त हैन। स्टिल स्कोरिङ गरिरहेछ हैन। 880 कति समथिङ भइसकेको छ। जस्ट इमेजिन के, जस्ट लेट्स इन्जोय द फुटबल। फुटबललाई माया गरौँ हैन। सबै फुटबलर्सहरुलाई माया गरौँ। त्यही हो साथी, म चाहिँ त्यही भन्न चाहन्छु। यो सामाजिक सञ्जालमा आएर हैन ट्रोल्स गरेर चाहिँ केही पनि फाइदा छैन। मनबाट नै फुटबललाई माया गर्ने हो भने मेसी र रोनाल्डो छ नि, मेसीको शुभचिन्तक पनि मेसीलाई मैदानमा देख्न चाहन्छ क्या। विदाउट मेसीको टिम, मेसीको शुभचिन्तकहरुलाई हेर्नलाई अलिकति अर्कै फिल हुन्छ क्या। एज अ मी मलाई पनि त्यही हुन्छ। एज अ रोनाल्डो पोर्चुगलबाट खेलोस् अथवा अल नासर पहिला रियल म्याड्रिडबाट खेल्दाखेरि पनि विदाउट रोनाल्डो अलिकति हेर्नलाई मजा आउँदैन थियो क्या साथीहरु। हामी मजा लियौं क्या हैन। हामीले चाहिँ भित्रै मनदेखिबाट चाहिँ फुटबललाई माया गरौँ क्या साथीहरु। आफ्नो चोइस हुन्छ हैन। एज अ मी म रोनाल्डोको शुभचिन्तक, तपाईहरु रोनाल्डोको, मेसीको, नेमारको, एम्बापेको शुभचिन्तक हुनुहुन्छ भने लेट्स इन्जोय द फुटबल। फुटबललाई माया गरौँ, फुटबललाई रमाइलो गरौँ के। सामाजिक सञ्जालमा आएर फलाना त्यस्तो ढिस्काना त्यस्तो तथानाम भन्नु भन्दा पनि फुटबललाई माया गरौँ, फुटबललाई रमाइलो गरौँ साथीहरु। म त्यही भन्न चाहन्छु। सबैजनाले रेस्पेक्ट गरौँ प्लेयरहरुलाई हैन। सबैजनाले रेस्पेक्ट गरौँ आफ्नो सपोर्ट कन्ट्रीहरुलाई, देशहरुलाई। त्यो नै फुटबल हो के। हामी बस एउटा रमाइलो गरौँ न फुटबल प्रति हैन। म चाहिँ त्यही भन्न चाहन्छु साथीहरु। अब 2026 को वर्ल्ड कपको लागि जति पनि देशहरु छनौट भएको छ सबैजनालाई आई विश यु अल द बेस्ट अनि शुभकामना पनि दिन चाहन्छु। थ्यांक यू सो मच फर वाचिङ गाइस। यदि तपाईहरु मेरो युट्युब च्यानलमा भिजिट गर्न चाहनुहुन्छ भने मैले मेरो कमेन्ट सेक्सनमा लिंक राखेको छु, तपाईहरुले भिजिट गर्न सक्नुहुन्छ। थ्यांक यू सो मच। जय फुटबल, जय नेपाल।